भाइ नमस्ते भाइ नमस्ते गुड खानुहुँदैछ कहाँ खानुभयो फोन यता आउनु तपाईँ नभाग्नु त ओ भाइ यहाँ आउनु 300 को कुरा होइन यहाँ आउनुहोस् यो टिप्नुहोस् यो भाइ मैले आउँछ भन्दैछ तपाईँलाई बाना नबार्नु सब यो टिप्नुहोस् दुइटा सुहाउँछ सुहाउँदैन कि दिदी अनि तपाईँ काम चाहिँ नगराउनु न यहाँ कस्तो नगराउनु भन्नु छ तपाईँले खाएर मान्नुहुन्छ तपाईँलाई म राम्ररी चिन्नुहुन्छ त नि खै त तपाईँले मान्नु भयो त तपाईँलाई म राम्रो दिदीको त अपमान गर्नुभयो त तपाईँले त होइन होइन यसरी भनेपछि म हतारमा हुन्छु के भयो कस्तो हतारमा खाएर खानालाई हतारमा हुन्छ एकैचोटि के गर्नु कस्तो यो तपाईँले आफ्नो मान्छे आफू त जानुभयो त त्यहाँ त्यस्तो तरिका हुँदैन नि भाइ देख्नु भएको छ दमक बजार कति फोहोर छ जहाँ भए पनि दमक होस् झापा होस् जहाँ होस् यो तरिका त भएन नि कुन हो तपाईँको गाडी कस्तो थर्कायो कस्तो थर्कायो तपाईँसँग के अरे उयो भएर बोल्नु पर्ने तपाईँ यस्तो दिने कस्तो थर्का हो नगर्नुहोस् न नागरिकले खाएर फाल्न मिल्छ मिल्दैन कि भला ऊ आफ्नै उयसमा होला म पनि आफ्नै हो त मेरो काम यही हो बुझ्नुभयो तपाईँहरूलाई जनचेतना जगाउनु मेरो काम हो यो फोहोर जतिँदैन ए कसरी यसरी खानेर त जताइन्छ हुँदैन यसरी भाइ अनि तपाईँलाई मैले के भन्छु तपाईँ किन भन्नु तपाईँ अस्ति जेल जाँदाखेरि पनि हामी आन्दोलनमा गएको थियौँ हेर्नुहोस् कहाँ जानुभयो आन्दोलनमा काठमाडौँ अनि किन फाल्नुभयो त गुड्का खोल भन्नु न यसरी बोल्नु चाहिँ मिल्दैन कसरी बोल्ने भन्नु न त यसरी चाहिँ कुनै जनताले साथ दिँदैन नै तपाईँलाई हो यस्तो पाराले बोल्नुहोस् मान्छेले उयो गर्छन् समस्या यस्तो होइन डस्टबिन राखिदिनुहोस् त्यो ठिक छ मैले राख्दिनु डस्टबिन काम मैले राख्नु डस्टबिन अभियान त तपाईँले हेर्दा दुईटा खोल खाएर फाल्नुभयो भुइँमा यो जिम्मेवारी कसको भन्नु न गल्ती भएको फोहोर भाँगिएको होइन भएको गल्ती भएको बोल्नु मिल्दैन गल्ती भएको दिदी त्यस्तो होइन नि त उहाँ त मलाई उ गर्नु भयो नि त म पनि किनभने यो राज्यको नागरिक हो म पनि यही ठाउँको नागरिक हो तपाईँ त अझ होइन यो ठाउँको नागरिक होइन तपाईँ ए कहाँको त म लन्डन सिकाएको हो तपाईँ बाहिर गएर बाहिरको मान्छे आएर हामीलाई नथर्काउनु ए यो देश तिम्रो मात्रै हो तिम्रो देश यो मात्रै हो तिम्रो मात्रै हो देश ल सल्युट गरिदियो भाइलाई सबैजनाले 3 करोडको सल्युट भाइ तिमीले सल्युट